नमस्ते, मेरो नाम निशा लिम्बू र मेरो घर प्रतिष्ठान सर 1 मोरङमा पर्छ। राम्रो खेल्छ, राम्रो गाउँछ, गायक हो नि त हाम्रो यो गाउँको। अब फ्यामिलीमा आमा हुनुहुन्छ, बडी हुनुहुन्छ, बहिनी छ, अनि फुपू, म अनि अर्को बहिनी। बाबा गएको 4 वर्ष पुग्छ दुबईमा है, अनि 1 वर्ष पछाडि चाहिँ उसको मम्मीसँग छुटेको। भन्नै पर्दा अब कमाइ धामै भएन। अब मेरो छोरा त अब उयो दुबई गएको इलिगलमा गयो है, काम पाउनु ढिलो भयो अनि पैसै कमाएन, तसँग गरी खानु सक्दिनँ। म आफै गरी खान्छु, तिमी आफै गरी खा भन्ने उनीहरूको सल्लाह भएछ। अब मानेन, अब कति हामीले भन्दा मैले भन्दा पनि भएन। उनीहरू बिछोड भयो, डिभोर्स कागज गराएर। अब कता छ के छ। खर्च गर्नु सक्यो भने हो, म त राम्रै होस्, माथि पुगोस्, सबैमा सुन्ने के अरे देखिने होस् भन्छ नि। तिमीले खाएको कसम साँचो भएको भए मैले पल तिमीलाई बिर्सन सक्ने भए। साँचो भएको भए मैले पल तिमीलाई बिर्सन सक्ने भए। किन पागल हुनु पर्थ्यो, किन बिर्थै रुनु पर्थ्यो, किन पागल हुनु पर्थ्यो, किन बिर्थै रुनु पर्थ्यो। भुल्न सकिन मैले तिमीले बाटो फेर्यौ अरे, अर्कैलाई हेर्यौ अरे। तिमीले बाटो फेर्यौ अरे, अर्कैलाई हेर्यौ अरे। केही क्षणको खुसी पनि आयो जीवनमा। ओ केही क्षणको खुसी पनि आयो जीवनमा। बिना शङ्का सजाएथे तिमीलाई यो मनमा, तर टुट्यो खुसी आज आँसुमै डुब्यो। तिम्रो हाँसो खुसीमा रोइहिँड्ने बनायो। तिमीले भागेको भाकल पुरा भएको भए मैले पल तिमीलाई बिर्सन सक्ने भए। किन पागल हुनु पर्थ्यो, किन बिर्थै रुनु पर्थ्यो, किन पागल हुनु पर्थ्यो, किन बिर्थै रुनु पर्थ्यो। भुल्न सकिन मैले तिमीले बाटो फेर्यौ अरे, अर्कैलाई हेर्यौ अरे। तिमीले बाटो फेर्यौ अरे, अर्कैलाई हेर्यौ अरे। वाह, क्या मिठो मिठो, क्या मिठो।
नमस्कार।